अनि त्यसमा झगडा भो सारा सम्पूर्ण प्रकारबाट सतीदेवीको देहावसान भएको शिवजीले थाहा पाउनु भएपछि यहाँ महाकाली तयारी भएको प्रमाण छैन। एक जटा समातेर पृथ्वी मण्डलमा पड्काइदिनु भएको थियो। तीबाट वीरभद्र एकादश रुद्र जसलाई भनिन्छ 11वटा एकादश रुद्रको अवतार वीरभद्र भन्ने। अनि दक्ष प्रजापतिको यज्ञमा पाल्नुभयो। यो त यहाँहरूले स्वस्थानी सम्बन्धी व्रत कथामा सुन्नुभएकै कुरा हो, यसलाई बढाइरहनु पनि नपर्ला। अनि दक्ष प्रजापतिको यज्ञशालामा शिवजी पाल्नु भइसकेपछि अब त्यहाँ हुहकार हाकार चित्कार जनजीवन अस्त व्यस्त। दक्ष प्रजापतिको शिर नै चट्टै काटेर अग्निकुण्डमा फालिदिनु भयो, भगको आँखा फुकालिदिनु भयो, पुषाको दाँत भाँचिदिनु भयो, भृगुको दारी उखालिदिनु भयो, विष्णुको सुदर्शन चक्रको फेलर भयो, ऋषि महर्षि देवर्षि राजर्षि भागा भाग प्रोक्षणी पात्रहरू फालिए। हाकार होकार चित्कार जनजीवन अस्त व्यस्त भइसकेपछि भगवान श्रीहरि नारायण परब्रह्म परमात्माका चरणमा ध्यान